हेलो गाइस, हामीहरू चाहिँ हिजो गएको खोलाको बाटो चाहिँ यही हो, फर्किरहेछौँ अहिले पो। हामी चाहिँ दसैँको टिका लगाएर मामा घरदेखि, किनकि यहाँ हिँड्नै गाह्रो हुन्छ नि त, धेरै टाइम लाग्छ नि मामा घर आउनु। अनि त्यसैले होइन आज टिका लगाएर आएको हो। यहाँ यही पुलबाट हो हिजो हामी आएको चाहिँ। अनि खोला मैले देखाउँछु भनेको थिएँ, यो खोला है। अनि योहरू पुरै धान खेती हुने हो। यहाँनिर रुखले छेक्किसक्यो। यहाँबाट गएर अनि यहाँदेखि गएर बाटो चाहिँ यहाँदेखि गएर अनि यो बाटोदेखि अनि यो बाटोदेखि यो घर हो मेरो घर चाहिँ, यो घरमा हो। अनि पुरै ठाडो उकालो छ गाइस। अनि अहिले चाहिँ हामी रोडदेखि आइरहेछौँ। यो बाटो कस्तो खराब छ, त्यही भएर हो हामीहरू चाहिँ बाइक नलिएको। फेरि यो यस्तो बाटोमा चलाउनु पनि सक्दैनौँ, डर लाग्छ। यो कस्तो भिड छ पुरै हेर्नु गाइस। अनि यहाँनिर चाहिँ यो माथिको चाहिँ मामा घर हो। अनि यो चाहिँ मेरो गाउँ हो, मैले हिजो देखाइदिइसकेको थिएँ। यो चाहिँ मेरो गाउँ हो। अनि मेरो घर चाहिँ यहाँनिर छ, थाहै छ हजुरहरूलाई। यो घर हो, योनिर हो, डिफ्रेन्ट घर हो। कस्तो देखिरहेछ कि हामीले पेन्ट गरेको थियौँ। यो चाहिँ बाँसघारीनिर यो पुरानो घर चाहिँ हाम्रो घर हो। अनि यहाँदेखि त्यो मेन रोडदेखि चाहिँ फेरि अर्को मामा घर जाने। मेरो मामाहरूको गाउँ चाहिँ यहाँनिर छ, मेरो मामाहरूको गाउँ है। मेरो माउलीतिर चाहिँ यहाँनिर हो। हामी चाहिँ माथि कता माथि पहाडबाट आएको हो, त्यो पनि मामा हो। अनि यहाँदेखि रोडबाट गइरहेको छौँ। म चाहिँ यस्तो भएको छु गाइस। सबैजनालाई ह्याप्पी दसैँ। अनि बाटो चाहिँ यस्तो छ गाइस, के गर्नु। अब हामीले मामा घर जाने बेला के अरे घरबाटै जान्छु भने चाहिँ गएको होइन। हामी चाहिँ मेला गएको थियौँ, दसैँ मेला लाग्छ, दसैँ मेला लाग्छ। अनि दसैँ मेला हेर्नु गएको। अनि त्यहीमा चाहिँ त्यहाँ दाइले चाहिँ जामा आज भन्नुभएको थियो। अनि माइजूले पनि आउनु भन्नुभएको थियो, भाउजूले पनि भेट भएको थियो सबैलाई। अनि त्यहाँहरू चाहिँ अगाडि गइसक्नुभयो। हामी साँझ 5 बजीतिर गयो, किनकि म 1 वर्षपछि आइरहेको छु नि त मेरो पहाडको ठाउँमा, मेरो पहाडको घरमा। अनि त्यसैले म चाहिँ ढिलो गएको थिएँ। ढिलो किन गरेको भन्नुभयो, अनि बाटोमा साथीहरू भेटिएको थियो नि त, तिमीहरूसँग कुरा गर्नु पऱ्यो। यसो ढिलाइ गर्दा टाइम लागिहाल्छ गाइस। त्यही भएर यो चाहिँ हाम्रो पुरै धान खेती हुने हो चाहिँ खेतहरू हो। यो सबै माथितिर चाहिँ उ छ के अरे माथितिर नाला जस्तो छ होइन, पानी आउने। यो पुरै धान खेती हुन्छ यो गाउँ। मेरो गाउँ चाहिँ यस्तो छ गाइस। मलाई चाहिँ धेरै राम्रो लाग्छ मेरो गाउँ राम्रो छ, तर बाक्लो बस्ती चाहिँ छैन, पातलो छ। स्कुल चाहिँ यो हो गाइस, यहाँनिरको यो स्कुल हो, यो स्कुल हो गाइस। अनि यो मेन रोडदेखि ठ्याक्कै मेरो घर यहाँनिर देखिराख्नु भएको छ होइन। फेरि कतिचोटि उसको घर देखाइ भनिराख्नु भएको होला होइन गाइस, नभन्नु होला, किनकि मलाई मेरो घर धेरै नै मनपर्छ होइन। नयाँ घर पनि मनपर्छ, पुरानो घर पनि मनपर्छ, किनकि हुर्केको चाहिँ पुरानो घरमा हो नि त। अनि माटोमा खेल्यो, माटोमा हुर्क्यो। यो ढुङ्गे घर हो, माथिबाट चाहिँ छाना छाएको चाहिँ ढुङ्गे घर भन्छ। अनि टिनले छाएपछि टिनको घर भन्छ। मेरो चाहिँ टिनको घर होइन, ढुङ्गे घर हो। अनि भाइ र म छौँ गाइस। हिजो मेला हेर्न पनि भाइ र म गएको थियो सँगै। हामी 3 भाइ बहिनी मात्र गएको थियौँ। अनि भरे पनि थियो, भरेले चाहिँ फोटो खिच्न पाएन, ऊ कता गइसकेको थियो उसको बाबालाई भेट भएर। अनि त्यही भएर हामी चाहिँ 3 भाइ बहिनीको फोटो खिच्यौँ, रमाइलो भएको थियो। मेरो साथी भने पनि भाइ भने पनि मेरो साथी नै हो मेरो भाइ त होइन, मेरो कान्छा हो मेन। अनि फेरि साइला हो मेरो, पहिला चाहिँ मेरो बचपनदेखिको साथी चाहिँ मेरो माइलो भाइ थियो। अनि अहिले चाहिँ कान्छा र साइला छौँ, साइला र कान्छा छौँ हामी चाहिँ अहिले। धेरै मिल्ने भनेको साथी जस्तो नै, बेस्ट फ्रेन्ड जस्तो। किनकि मलाई अरू साथी बनाउनु भन्दा अब अरू साथीहरू चाहिँ अब हेलो आइ हुन्छ, तर त्यसरी नजिकको साथी बनाएपछि चाहिँ अब हुन्छ नि यस्तो मनको कुरा चाहिँ खोलिँदैन। किनकि अब साथीभाइ भने यस्तै हो, तपाईँहरू पनि थाहै छ होइन। आफ्नो मनको कुरा खोलेपछि, आफ्नो कमजोरीहरू बताएपछि चाहिँ उनीहरूले कुन बेला के गर्छन् भन्ने कुरा चाहिँ थाहा हुँदैन गाइस। त्यसैले चाहिँ आफ्नो मनको कुरा चाहिँ सबैलाई सेयर गर्नुहुन्न। साथी भनेर चाहिँ साथी पनि भन्नु हुँदैन। मेरो त साथी भने पनि माथि भने पनि भाइ भने पनि मेरो भाइ नै हो गाइस होइन। तपाईँहरू चाहिँ के भन्नुहुन्छ, तर त्यस्तो नराम्रो चाहिँ कमेन्ट नगरिदिनु होला, किनकि साथीको बारेमा यस्तो भन्यो भनेर। तर किनकि मैले भोगेको छु नि त साथीहरू कस्तो हुन्छन् भनेर, त्यसैले म चाहिँ साथीहरू भने त्यस्तै हो गाइस। आज चाहिँ जमरा टिका लगाएर कस्तो बस्छु गाइस।
मैले चाहिँ मामा घरदेखि कसरी लिएको गाइस यो चाहिँ सेलरोटी खस्यो सेलरोटी हो गाइस होइन ब्याग चाहिँ यस्तो बोकेर हिँडेको छु किनकि यस्तो गाउँले पारै दियो हामी बजारी भएनौँ सहरी परेनौँ त्यसैले गाइस म पछि फेरि उता मामाहरूको घरमा गयो भने चाहिँ तपाईँहरू भिडियो देखाइदिन्छु ल गाइस बाई बाई